नमस्कार दर्शकबिन, म निमा दोर्जे मोक्तान ट्याक्सी चालक। नयाँ राइड सेयरिङ एप आउँदैछ भन्छन्। निजी कारमा पनि दर्ता गर्ने रे सरकारले वैधानिक ढङ्गबाट सञ्चालन गर्ने तयारी गर्दैछन् रे। यो जायज हो भने विभिन्न किसिमको नम्बर प्लेटमा वर्गीकरण गर्नुको के अर्थ हो? हामी नयाँ युगमा नयाँ प्रविधि सँगसँगै चल्नुपर्छ, तर नियम कानुनमै नरहेको काम कार्यमा समन्वय नगरे कसो होला? हामी जेन्जीको माग यो होइन, हामी जनताको माग यो होइन। केवल भ्रष्टाचार मुक्त देश बनाउनुस्, शिक्षा स्वास्थ्यमा सुधार ल्याउनुस्, हरेक पाइलामा विकास ल्याउनुस्। ट्याक्सीमा क्याटेगोरी छुट्याएकै छ त, 3 प्रकारको चाहिन्छन् भनेर। बरु यसैलाई व्यवस्थापन गर्ने वातावरण ल्याउनुहोस् सरकार। हामी ट्याक्सी चालकको पेटमा लात हान्ने काम नगर्नुहोस् भनेर म आग्रह गर्न चाहन्छु। हामीलाई आन्दोलन गर्ने फुर्सद छैन, किनभने ब्याङ्क सरकारीको ऋण तिर्नु छ हामीलाई, सरकारलाई 10औं थरीको कर तिर्नु छ हामीलाई, आफ्नो ट्याक्सी नहुनेले साउलाई भाडा तिर्नु छ हामीलाई, परिवार पाल्नुपर्छ हामीलाई, र सँगसँगै राइड सेयरिङ कम्पनीलाई 20% सम्म कमिसन तिर्नुपर्छ हामीलाई। हुन त प्रधानमन्त्री बालेन शाहज्यूले काठमाडौँ महानगरपालिकाको मेयर हुनु अघि नै भन्नुभएको थियो ट्याक्सीलाई आफ्नै एप बनाउँछु भनेर। यसै गरी यातायात निकायका मन्त्री र हाकिम साहबहरूले पिएम यानि कि प्रधानमन्त्री बालेन शाहको अनुसार नै काम गरून् भन्दै म बिदा हुन चाहन्छु। नमस्कार। जय देश, जय नेपाल, जय सार्वजनिक यातायात भन्दै बाई बाई, सलाम।